चन्द्रगिरी नगरपालिकाको विभिन्न वडाबाट पाल्नुभएको सर म्यामहरूमा श्री उद्योगज गण परिवार र मेरो व्यक्तिगत तर्फबाट हजुरहरूलाई यस सिएसएसआर र फायर फाइटिङ स्थलमा हार्दिक स्वागत गर्दछु। र सरहरू म्यामहरूमा गुड आफ्टरनुन। अहिले हाम्रो यस सिएसएसआर अन्तर्गत क्लास स्ट्रक्चर सर्च एन्ड रेस्क्यु पुराना भत्केका संरचनाहरूमा खोज तथा उद्धार सामग्रीहरूको हजुरहरूलाई नाम र यसको नर्मली रूपमा हाम्रो दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामानहरू छ। यसको काम अहिले भन्छु सर्वप्रथम र पछि फायर फाइटिङमा जान्छु। सर्वप्रथम सिएसएसआर भनेको के हो त्यो जान्न आवश्यक छ। सिएसएसआर भनेको पुराना भत्केका संरचनाहरू, जस्तै हाम्रो पुराना भत्केका संरचनाहरूमा जस्तै भूकम्पको बेलामा हाम्रा पुराना भौतिक संरचनाहरू भत्किएर भत्काइको प्रकारहरू अहिले त्यहाँ पढिसक्नु भयो होला। 4 प्रकारको भत्काइ अन्तर्गत विभिन्न भत्केका संरचनाहरूमा त्यहाँभित्र रहेका भिक्टिमहरूलाई कसरी उद्धार गर्ने त, त्यहाँभित्र रहेर जीवित प्राणीहरूलाई भिक्टिमहरूलाई कसरी उद्धार गर्ने त भन्ने कुरामा जान्छ। र त्यस उद्धारको क्रममा विभिन्न प्रयोग हुने सामग्री औजारहरू यहाँ लेआउट गरिएको छ। नम्बर 1 मा यो 4वटा छ एङ्गल ग्राइन्डर। यसमा 3वटा प्रकारको ब्लेडहरू लाग्छ, कङ्क्रिट काट्ने रड, त्यसपछि गएर वुड काठ काट्ने हुन्छ। यसले चाहिँ कसरी काटिन्छ भन्दाखेरि त्रिभुज आकारमा काट्नुपर्ने हुन्छ। जब पनि स्ल्याब आकारमा जिङ्टु भत्काइ छ भने त्यहाँभित्र रहेको भिक्टिमलाई हामीले नर्मली रूपमा यहाँभित्र भिक्टिम छ भनेपछि कसरी कियान त भन्दाखेरि एङ्गल ग्राइन्डरले सानो स्थानमा गएर भिसेप आकारमा त्रिभुज आकारमा काट्ने। त्यसको चाप के हुन जान्छ त तलतिर बराबर रूपमा पर्न गएर त्यसबाट पुवाल पारेर हामीले चाहिँ त्यहाँभित्र भएको भिक्टिमलाई उद्धार गर्न सकिन्छ। वायर कटर भने पुराना भत्केका संरचनाहरूमा कुनै फलामका रडहरू ससाना जुन चाहिँ एङ्गल ग्राइन्डरको प्रयोग गर्नु पर्दैन र हाम्रो सजिलोको लागि वायर कटरले काटेर पनि के भन्छ त्यसलाई पन्छाएर हामीले त्यहाँभित्र रहेको भिक्टिमलाई उद्धार गर्न सकिन्छ। त्यसपछि ग्लोभ्स, सेफ्टी ग्लोभ्स हो यो। त्यसपछि गएर यो सिनटेप, जुन पनि कुनै ठाउँमा घटेको विपद आएको ठाउँमा सिनटेपले मार्किङ गरेर यस इलाकाभित्र चाहिँ हाम्रो उद्धार कार्य भइरहेको छ भनेर त्यसलाई मार्किङ गरेर यो इलाकामा चाहिँ सर्वसाधारणलाई हुल नियन्त्रण गर्नको लागि यस इलाकाभित्र नआइदिनु होला भने अनुरोध गरेर के त सिनटेप मार्किङ गरेर त्यस इलाकामा कारवाही गर्न सकिन्छ। मेगाफोन जब पनि विपद परेको अवस्थामा गाउँघर होस् चाहे बजार होस् त्यहाँ मान्छेहरू के हो त भिड लागि नै हाल्छ, हेर्न आउने मान्छेहरू हुन्छ र आपद परेको बेलामा अवस्थामा सानो रूपमा बोलेको आवाज नसुनिने भएको हुँदा यस मेगाफोनको प्रयोग गरेर आदरणीय जनसमुदाय अथवा आमा बुवाहरू यस इलाकामा चाहिँ हाम्रो उद्धार कार्यक्रम भइरहेको छ, यहाँ चाहिँ नआइदिनु होला भनेर हामीले जनाउ दिएर पनि के गर्न सकिन्छ त मेगाफोनको प्रयोग गरेर गर्न सकिन्छ। त्यसपछि आयो अर्को डेमोलेसन हेम्बर। यस डेमोलेसन हेम्बरले ठुला कङ्क्रिटहरूलाई फुटाउनको लागि, ढलानहरू फुटाउनको लागि प्रयोग गरिन्छ। यसमा 3वटा बिट लाग्छ, एउटा फ्ल्याट बिट, एउटा रोटेटिङ बिट र एउटा पोइन्ट बिट। अब यो पोइन्ट बिटहरू यसमा 3वटा प्रकारका लाग्छ। यसले चाहिँ फ्ल्याट बिटले चोइट्याउने काम गर्दछ भने रोटेटिङ बिटले के त घुमाएर त्यसलाई पुवाल पार्ने गरिन्छ भने पोइन्टेड बिटले के भन्छ त्यसलाई हिर्काउने काम, त्यसलाई चोइटा गर्ने काम गरिन्छ। यो भयो के त सिएसएसआरको सामानहरू। अब अर्को आयो फायर फाइटिङको। फायरिङ एक्सटिङ्ग्विसर, त्यो जस अन्तर्गत फायरिङ एक्सटिङ्ग्विसर भन्नाले सुरुवाती चरणको आगोहरूलाई त्यो अवस्थाभन्दा पूर्ण रूपमा क्षति विकराल अवस्था नलियोस् भन्नको लागि प्रयोग गरिने एक अग्निशामक यन्त्रलाई के भनिन्छ त फायरिङ एक्सटिङ्ग्विसर भनिन्छ। फायरिङ एक्सटिङ्ग्विसर बुझ्नुभन्दा पहिला आगो बुझ्न जरुरी छ। अघि यहाँ देखिहाल्नु भयो होला डेमोटेसन आगोहरू। आगो भनेको के हो? सर्वप्रथम आगो बुझ्न जरुरी छ। आगो भनेको अक्सिजन इन्धन
हस् सर 67 पाठाउनु आगो भनेको त अक्सिजन इन्धन र तापको रासायनिक प्रतिक्रियाद्वारा उत्पन्न हुने एक ओजनशील पदार्थलाई आगो भनिन्छ। आगोलाई विभिन्न विश्वभरि के त क्लासिफिकेसन 6 प्रकारमा क्लासिफिकेसन गरिएको छ। ए बी सी डी ई एफ अथवा के। ए प्रकारको आगो भनेको काठ खरानीजन्य काठहरू कागजहरूबाट उत्पन्न हुने आगोलाई ए प्रकारको आगो भनिन्छ भने बी प्रकारको आगो भनेको बोइलिङ जस्तै पेट्रोलियम पदार्थ त्यसपछि डिजेल बोइलिङ। सी भनेको के त ग्यासहरूबाट उत्पन्न हुने आगोलाई सी भनिन्छ भने डी भनेको धातु जस्तै फलामहरूबाट काँचहरूबाट उत्पन्न हुने आगोलाई डी भनिन्छ। ई भनेको इलेक्ट्रिक सर्ट सर्किट भएर उत्पन्न भएको आगोलाई ई भनिन्छ। या अथवा के भनेको के त किचनमा प्रयोग हुने खाने तेल बसोहरूबाट उत्पन्न भएको आगोलाई के भनिन्छ के अथवा या 6वटा प्रकारको आगो। अब यस आगोलाई नियन्त्रण गर्न एक अग्निशामक यन्त्र छ फायरिङ एक्सटिङ्ग्विसर। अब यसलाई प्रयोग गर्ने तरिका फायरिङ एक्सटिङ्ग्विसर 5 प्रकारको हुन्छ। वाटर टाइपको अक्सिजन CO2 त्यसपछि डाइकेमिकल त्यसपछि पाउडर टाइपको र फम टाइपको। जब पनि हामीसँग फायरिङ एक्सटिङ्ग्विसर छ आगो लागेको छ हामीले यसलाई प्रयोग गर्न नजानेर जुन फायरिङ एक्सटिङ्ग्विसर देख्यो त्यस प्रयोग गर्यो भने के हुन्छ त त्यसले झन् पूर्ण रूपमा क्षति र विकराल अवस्था हुनसक्छ। त्यही भएर कुन प्रकारको आगोमा कुन प्रकारको फायरिङ एक्सटिङ्ग्विसर प्रयोग गर्ने भन्ने कुरा हामीलाई जान्न नितान्त आवश्यक छ। अहिले हामी विभिन्न वडाबाट प्रतिनिधि भएर आउनुमा चाहिँ हामीले चाहिँ के त यस फायरिङ एक्सटिङ्ग्विसरलाई ह्यान्डलिङ गर्न सकियो र आगोको प्रकार कुन हो चिन्हहरूबाट उत्पन्न भएको आगो कागजहरूमा प्रयोग गर्न मिल्यो। अब बी भनेको फम टाइपको फायरिङ एक्सटिङ्ग्विसर। फम टाइपको फायरिङ एक्सटिङ्ग्विसर चाहिँ कस्तोमा प्रयोग गर्न सकियो भन्दा जुन चाहिँ फम गाजद्वारा त्यसलाई छोप्न सकियोस्। फम टाइपको फायरिङ एक्सटिङ्ग्विसरले के गर्न सक्यो त छोप्न सकियोस्। त्यो चाहिँ जुन प्रकार कस्तोमा आगोमा भन्नु जस्तै धातुहरूमा आगो लागि भयो भने फम टाइपको फायरिङ एक्सटिङ्ग्विसरले छोप्न सकियोस्। अर्को के त पाउडर टाइपको फायरिङ एक्सटिङ्ग्विसर भनेर अर्को के पनि लेखिन्छ त हामीले चिनिन्छ ABC। त्यो चाहिँ मल्टिपर्पज जुन प्रकारको आगोमा पनि प्रयोग गर्न सकियो। र अर्को CO2 ग्यास टाइपको फायरिङ एक्सटिङ्ग्विसरले चाहिँ जुन सी प्रकारको आगो जस्तै ग्यासहरूमा त्यस्तोमा प्रयोग गर्न सकियो। र अर्को के हो त एकमा के कस्तो किसिमको आगो लागि भएको छ त्यो जान्नु पर्यो। दुईमा आगोको बहाव कताबाट आएको छ जस्तै अहिले मानव आगोको बहाव यताबाट आएको छ भने म यतापट्टि बसेर फायरिङ एक्सटिङ्ग्विसर प्रयोग गरेर भयो त त्यसले के हुँदा आफैलाई क्षति पुग्छ र आगोको जुन बहावमा जानुपर्ने हान्नुपर्ने यसबाट एउटा लिक्विड थियो त्यो त्यहाँ पुग्दैन है। र अर्को मजबुत पकड गरेर के त फायरिङ एक्सटिङ्ग्विसरलाई आगोको बहावको जतापट्टि बहाव बगेको त्यसको साइडपट्टि आएर के त प्रयोग गर्नु पर्यो। र यो 5 सिद्धान्तमा आधारित रहेर फायरिङ एक्सटिङ्ग्विसर प्रयोग गरिन्छ। पी भनेको पुल द सेफ्टी पिन। ए भनेको एम द नोजन अहिले जुन हामीले आगो यहाँ लागिरहेको छ यो चाहिँ एउटा के त धातुमा लागेको के अरे उमा लागेको काठमा लागेको आगो हो। यो चाहिँ के त वाटर टाइपको फायरिङ एक्सटिङ्ग्विसर हो। 5 सिद्धान्तमा आधारित रहेर काम गर्नु पर्यो। आगोको बहाव अहिले यस दिशाबाट यतातर्फ आगोको यतातिर यो सुरु चरणको आगो। एकमा के अर्थ पी भनेको पुल द सेफ्टी पिन उसले के अर्थ सेफ्टी पिनलाई तान्यो। ए भनेको एम द नोजल उसले के अर्थ यस आगोमा उसले के त एम गर्यो पोइन्ट गर्यो। र यस भनेको एक्सक्युज उसले के अर्थ एक्सक्युज थिच्नु उसले त्यसलाई चाहिँ के गर्छ दाहिने हातले त्यो उसलाई ह्यान्डललाई थिच्यो। र अर्को एस भनेको एक्सक्युज द स्विप
साइड टु साइड बढालेको जस्तो गरेर उसले के अरे त जुन फायरिङ एक्सन छ यस आगोमा उसले बढालेको जस्तो गरेर सुई भने के त बढालेको जस्तो गरेर के त अहिले आगो सुरु अति चरणको आगोलाई 5 सिद्धान्तमा आधारित रहेर काम गर्यो। यो भयो के त फायरिङ एक्सटिङ्ग्विसरको प्रयोग कुन सिद्धान्तमा आधारित रहेर उसले प्रयोग गर्ने। अब यहाँ विभिन्न त्यसभित्र जानको लागि प्रयोग गरिन्छ जसले चाहिँ आफ्नो शरीरको टेम्परेचर र तापक्रमलाई अझै चिसाउने काम गर्दछ र आगोबाट सुरक्षित सेफ्टी राख्दछ। अर्को भयो ग्यास मास्क। जब पनि त्यस विपदको समयमा धुवा धुलो आएर हामीलाई के त सास फेर्नको लागि अप्ठ्यारो भएको अवस्थामा त्यहाँ हेर्नको लागि भिजनहरू कम भएको बेलामा के गर्न सकिन्छ त यो ग्यास मास्कको प्रयोग गरेर त्यसभित्र भएको भिक्टिमहरूलाई उद्धार गर्नको लागि यो प्रयोग गरेर के त आगो नियन्त्रण गर्नको लागि पनि प्रयोग गरिन्छ। अर्को छ ट्राफिक भेस्ट। यो चाहिँ चमकीदार भएको कारणले गर्दाखेरि विशेष गरी कमान्डरले प्रयोग गर्नुहुन्छ। यो चाहिँ कमान्डरले त्यहाँ जुन खटिएको हाम्रो फायर फाइटिङ टिमको कमान्डरले उहाँले चाहिँ एउटा एनकाउन्टरमा चाहिँ कतिजना व्यक्ति चाहिँ हाम्रो फायर आगो लागि भएको ठाउँमा इन्ट्री त्यहाँभित्र गएको छ त्यो रेकर्ड राख्ने काम गर्नुहुन्छ र त्यहाँबाट भित्रबाट कति चाहिँ उद्धार कति त्यहाँभित्र भएको भिक्टिमहरूलाई अचेत अवस्थामा भएको मान्छेहरू कति आँखा भनेर चाहिँ उद्धार गर्ने काम गर्छ यो कमान्डरले आउँछ। अर्को एउटा सेफ्टी ग्लोभ्स फायर इन्ट्री सेफ्टी ग्लोभ्स हुन्छ। यसले चाहिँ जुन हामीले उपकरणहरू समात्नको लागि सेफ्टी होस् र आगोले यस हातहरूमा पनि नपरोस् भन्नको लागि प्रयोग गरिन्छ। अर्को पर्सनल रोप। यो रोप हो जुन चाहिँ आगो लागि भएको खण्डमा त्यहाँ जानको लागि कुनै कुनै गाह्रो अवस्थामा एङ्करिङ गरेर अघि यहाँ हेरिहाल्नुभयो हजुरहरूले त्यो नट बोल्ट ऊहरू त्यसमा एङ्करिङ गरेर जानको लागि प्रयोग गरिन्छ। अर्को फायर इन्ट्री हेलमेट। यसमा चाहिँ यस हेलमेट युज गरेर आगोले नलागोस् भन्नको लागि असर नहोस् भन्नको लागि युज गरिन्छ। अर्को सेफ्टी हेलमेट। विपदको समयमा काम गर्दाखेरि आफूलाई त्यसबाट ससानो टुक्राहरू झरेर नलागोस् भन्नको लागि सेफ्टी हेलमेट प्रयोग गरिन्छ। अर्को एल्युमिनियम भराइ। आगो समथर भुवामा मात्र लाग्छ त कुनै कुनै बेला कोठाहरूमा लागेको हुन्छ। त्यस अवस्थामा चाहिँ कुनै ठाउँको झ्यालहरूको सिसा फोरेर त्यसमा भर्याङहरू हालेर त्यसभित्र त्यसमा चाहिँ कस्तो हुन्छ त्यसमा चाहिँ अक्सिजनको हुने भट्टै लिएर कहाँ हुन्छ यसमा चाहिँ लानुपर्छ। त्यसमा चाहिँ अब यो कुनैमा आलु हाल्नु विद्युत विक्षण हुन्छ भित्र ग्यास हुन्छ लगाएरै गर्ने हो। अझ एउटा स्वागत छ। अब हामी चाहिँ यो एड टु बेसिक गरेर चाहिँ हाम्रो फर्स्ट एडको काम है। फर्स्ट एड भनेको के हो, फर्स्ट एडको सामान के छ र फर्स्ट एड भयो भने के काम गर्ने, कसरी गर्ने र कसरी रोकथाम गर्ने र रोकथाम गरिसकेपछि सम्बन्धित ठाउँमा कसरी पुर्याउने भन्ने बारेमा हामीले ठुलो जानकारी गराउँछौँ है। फर्स्ट एड मेन त फर्स्ट एड भनेको के हो बुझ्नु पऱ्यो। अब अहिले त सबैलाई थाहा हुन्छ फर्स्ट एड भनेको दुर्घटना भइरहेको दुर्घटना चाहिँ यतिखेर हुन्छ भन्ने कुरा एक्ज्याक्टली थाहा हुँदैन। अब बाइक एक्सिडेन्ट हुन्छ, रुखबाट लड्छ, हिँड्दा कोही हार्ट एट्याक हुन्छ, म्याक्सिमम त हार्ट एट्याक बढी हुने हुन्छ, मुटु ब्रेन भनौँ न धेरै समस्याले गर्दा मान्छेहरू त्यतिखेर दुर्घटना भइरहेको हुन्छ। र त्यसलाई रोकथाम गर्नको लागि अब कुनै पनि स्थानीय चिजको प्रयोग गरी अथवा हामीले त्यसलाई रोकथाम गरेर सम्बन्धित ठाउँमा हामीले पुर्याउने काम हो। त्यसको लागि एबिसीको काममा जानेको हुनु पऱ्यो। जस्तै एयर कुनै एयर जस्तै मान्छे दौड्दा दौड्दै बिहान कसै मोर्निङ वाक गर्दै स्यासा गर्दै लड्यो अब लडेको चिसिँदै आइदिन्छ। अब यो लड्यो है, यो लड्यो अहिले के हुन्छ बिहान मोर्निङ वाक गर्नु गयो लड्यो बिहान एक्कासी लड्दाखेरि उसलाई सोध्ने पहिला भाइ भनेर सोध्ने। उसले हाने पनि यसरी हान्यो भने हान्नु के पनि हुन्न। उसलाई चाहिँ यसरी किन चाहिँ जगाउने हात चलायो के गर्यो भने हेमोराइज भएको हुनसक्छ अथवा उसको पेट पेनिङ भएको हुनसक्छ। उसलाई चाहिँ के अरे एयर ब्रिथिङ यसलाई चाहिँ के अरे श्वास प्रश्वास दिनुपर्छ भन्ने कुरा चाहिँ हुँदैन। उसलाई चाहिँ हामीले चाहिँ बाहिर उठेर सिपिआर दिएर यसलाई जोगाउनु पर्ने भन्ने हुन्छ। पहिला चाहिँ हामीले उसलाई यकिन गर्नु पऱ्यो। यो बिरामी के भयो त बिहान हिँड्दै दौड्यो, अब दौड्दै लड्यो, अब एक्सिडेन्ट हुँदाहुँदै अब के अरे बाइकमा जाँदै लड्यो, बाइकमा लडेपछि उसको खुट्टो हेमोराइज बढी ब्लिडिङ गएर उसले चाहिँ के हुन्छ त सकमा गएको हुनुपर्छ।
टक्क गएपछि त्यसलाई ब्रेन हान्छ, त्यसपछि मुटु हान्छ, किडनी हान्छ है। उसलाई सबै पहिला यकिन गर्नु पऱ्यो कि उसलाई चाहिँ यो बिरामी कस्तो छ त। पहिला म त सोध्ने भाइ 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 भन्यो, चल्यो उसले चल्यो भने हात चलायो जस्तै भाइ 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 भने हात चलायो, चलाएको हात चल्यो भने त्यो चाहिँ यसलाई चाहिँ एबिसीको काम गर्नैपर्छ भन्ने छैन है। यसलाई श्वास दिनुपर्ने छ भन्ने कुरा यसलाई चाहिँ छैन। त्यसपछि बुझ्ने छैन, अब यसरी सुन्ने, श्वास हेर्ने, अब यसले चाहिँ श्वास लिइरहेको छैन भनेपछि एकचोटि छाम्ने है। छामेपछि छैन, अब यो पनि छैन भनेपछि त्यो चाहिँ बीको काम गर्ने। र कुनै पनि मुखमा केहीहरू घाउहरू छ कि यसरी हेर्ने है, केही अड्केको छ कि, अड्केको छैन भने अब जस्तै एमोब्याग आउँछ है। अब कृत्रिम श्वास दिनु पऱ्यो यसलाई है। अब एमोब्याग हुन्छ है, एमोब्याग टक्क यो सिधा मिलाएर राख्ने है। यसको अब यो सिधा मिलाउने र त्यसपछि अब बच्चा हो कि एज अनुसार पनि फरक पर्छ होइन। अब यसको कन्डिसन, अब यो बिरामी कस्तो तरिकाको बिरामी हो त्यो अनुसार फरक पर्छ। अनि त्यसपछि 1 2 दिने है। अब यसले दिँदा पनि भएन भन्यो भने अब उसको चाहिँ उसलाई चाहिँ सर्कुलर बी भनेको अब के अरे कृत्रिम श्वास दिँदा पनि उसले भएन भनेपछि त्यो चाहिँ एमोब्यागको काम नगर्ने। त्यसपछि सिपिआर दिने है। सिपिआरको पोजिसन हुन्छ अब उसको हेर्ने, अब मैले भने नि अब अघि भनिरहेको आँखा हेरिरहेछ, श्वास फेरिरहेछ, अनि उसले चाहिँ हलचल गरिरहेछ भने उसलाई चाहिँ सिपिआर दिनुपर्छ भने होइन। लेफ्ट भेन्टिकलको वाल हुन्छ, लेफ्ट भेन्टिकलको वाल कलमा हजुरहरूले फेरि त्यो सिपिआर दिँदाखेरि अलिकति मिस्टेक पऱ्यो भने के हुन्छ, मान्छे यो हिँडेर हेरेर मान्छे राम्रै थियो अरे, अघि हेर्दाखेरि आज सर्ट भयो अरे भन्छ नि। कारण यही हो कि मेन मान्छे समस्या पर्ने भनेको त्यही समस्या। जस्तै अब धेरै दुखी भयो, अब अपरेसन गर्नुभन्दा पहिला रगत जम्मा गर्नु भन्छ नि, कारण त्यही हो। डक्टरलाई पनि थाहा हुँदैन कि हजुरको भित्र सिएस चलिरहेको हुन्छ, ऊ गइसकेको थाहा हुन्न, किनकि उसको भित्रको पार्टको चाहिँ कसैले थाहा हुँदैन नि त। केही जानकारी केही कुराहरू चाहिँ जानकारी अब हजुरलाई यो मेडिकलसम्म त केही न केही अब धेरै बच्चालाई अहिलेको स्कुलमै थाहा भइसकेको हुन्छ। केही कुराहरू ब्रेन र मुटु अनि यो किडनी चाहिँ ड्यामेज हुन्छ कि, त्यो हेमोराइज धेरै उसको ब्लिडिङ भयो, उसको चाहिँ ब्रेनमा हानिसकेको हुन्छ कि है। अब ऊ धेरै चिन्तामा गयो, धेरै अब दुखी पीडित भयो भने उसको मुटु हानिसकेको हुन्छ है। अब खानपिन यताउता उसले गर्दा थाहा भए हुँदैन, एक्कासी उसको किडनी केटिनाइन अब 3-4 पुगिसकेर केटिनाले गर्दा उसले सकमा गएर ऊ चाहिँ उ भएको हुन्छ है। त्यसपछि दिने अब चाहिँ त्यो पनि भएन भने अनि त्यसपछि 3 सर्कुलर हजुरहरूलाई थाहै छ है। 3 सर्कुलरमा लेफ्ट भेन्टिकलको वाल भनेको यो हो है। यहाँबाट त्यसपछि योलाई चाहिँ नगरेर 1 2 सेकेन्ड गरेर 30 सेकेन्ड दिने है। 30 सेकेन्ड दिने, 30 सेकेन्ड भएन भने फेरि अर्को सर्कुलर दिने, त्यो सर्कुलर पनि भएन भने 3 सर्कुलर दिने, त्यसपछि पनि भएन भने इलेक्ट्रिक लाउँछ, इलेक्ट्रिक पनि भएन भने त्यसपछि त अब लास्ट बिग्लो भने इलेक्ट्रिक हुनुहुन्छ है। इलेक्ट्रिकले लगाइदिन्छ, त्यहाँ दुईवटामा इलेक्ट्रिक लगाएपछि ड्रेङ्ग हुन्छ है। अब सिपिआरको बारेमा यो भ्याल्यु, ब्रिथिङको बारेमा त्यो भ्याल्यु, एयरको बारेमा त्यो भ्याल्यु, कुनै पनि मुख अड्केको भयो है। अब यस्तै कारणले गर्दा अब जस्तै मैले भने नि बाइक एक्सिडेन्ट भयो, अब यतिखेर एक्सिडेन्ट होला भन्ने कुरा हुँदैन, बाइक हिँड्दा एक्सिडेन्ट भयो। अब अहिले एक्सिडेन्ट भएको बेला अब आफूले केही कुराहरू जानेको कुराहरू सबै जम्मा भएको हुन्छ, अनेक थरीका भन्ने भएको हुन्छ र आफूले जानेको कुराहरू केही भयो भने जस्तै अब उसको पहिला एकचोटि त बुझ्ने है, उसको स्थिति बुझिसकेपछि बुझ्ने। अब एक्सिडेन्ट हुँदाखेरि के हात फ्र्याक्चर होला, खुट्टा फ्र्याक्चर होला है। फ्र्याक्चर 2 किसिमको हुन्छ, सामान्य कुरा बुझ्ने। एउटा क्लोज फ्र्याक्चर हुन्छ, ओपन फ्र्याक्चर हुन्छ कि। क्लोज फ्र्याक्चर भनेको यो हजुरको भित्रै हड्डी, यो भित्रै हड्डी के अरे क्र्याक भइसकेको हुन्छ, तर के हुन्छ त थाहा हुँदैन है। क्लोज ओपन भन्ने कुरा चाहिँ सिधै बाहिर निस्केको हुन्छ कि। अब हड्डी भन्ने कुरा कस्तो हुन्छ हजुरको, यो रुखको हाँगा भाँचिन्छ नि, सेम त्यही हो ल। यदि यसलाई सिकाउनु रुखको हाँगा भाँचिन्छ र हामीले त्यो अब केही गोबर लगाएर त्यसलाई चाहिँ अझ उठाउनु सक्छौँ नि, त्यस्तै गर्ने हो। यसको अपरेसन भनेको रड हालेर के अरे किला ठोकेर त्यसलाई समर लगाएर त्यसरी बनाउने हो। अब कुनै ठाउँमा हामी जाँदा यस्तै गरी उहाँ जस्तै कोही लड्नु भयो, यस्तो सामान छैन भने चाहिँ के गर्ने सर? यसो लड्नु भयो, कुनै पनि यसरी लड्नु भयो, त्यसलाई पहिला चाहिँ सोध्ने हजुरले, केही कुराहरू सोध्ने, केही कुराहरू सोध्ने। बोल्नु भएन भने अब त्यसपछि मैले अघि हजुरलाई भनिहालेँ नि, एयरको काम गर्ने, के अरे ब्रिथिङको काम गर्ने। अब मुखले दिने, अब एमोब्याग त हुँदैन नि त, मुखले 2 चोटि मुखले कसरी दिनु सर? यो तरिकाले बस्ने है, अनि माउथ टु माउथ बस्ने, अनि माउथ टु माउथ ल्याएर आफ्नो श्वास प्रश्वास कृत्रिम श्वास आफूले दिने, आफूले उसलाई दिने है, बुझ्यो। त्यसपछि चाहिँ सिपिआर दिने। सिपिआर दिने भएन भने त्यसपछि अब उसको किनकि अब धेरै ब्लिडिङ बगिरह्यो, अब अघि कुरा एक्सिडेन्ट भयो भने ब्लिडिङ बगिरह्यो होला, त्यसलाई कन्ट्रोल गर्नु पऱ्यो।
अब यो साधन सबै ठाउँमा त यो सामान हुन्छ भन्ने छैन नि छैन सबै इमर्जेन्सी यो सामान नै अब यो हजुरको अघि भने नि यो सबै सामान हो त्यही हो अरू केही पनि होइन यो फर्स्टको काम भनेको दुर्घटना भएको स्थलमा हजुर हिँडेको ठाउँमा त्यही सलले बाँधिदियो भने भयो हजुरले है अब त्यसलाई चाहिँ बोक्ने तरिका केही भन्यो भने त्यो कपडा त्यो अब हजुरले लगाएको कपडालाई चाहिँ बिछाएर बोकेर लगे पनि भयो है त्यसो लगेर पनि भयो अब त्यसपछि त्यो हो सामान हजुरको अब यो हामीसँग राखेको भएअनुसार त हाम्रो सामान राखेको चाहिँ त्यो विषय हो यो यसको त मिटर भ्याल्यु है अब यो चाहिँ अब यो ब्याट्रीको यो चाहिँ भ्याल्यु अब फ्र्याक्चर हुन्छ नि फ्र्याक्चर प्याडहरू भ्याल्यु है स्क्रैप ब्यान्डेज भ्याल्यु है अब कुरा गऱ्यो भने अब यो त अब हामीले प्रायः जस्तो यो क्याटियल कन्डक्ट क्याचुटी केयरमा काम गर्ने चिज हो यो जस्तै यो चाहिँ लगायो भने है यो ब्लडिङ कन्ट्रोल गर्नको लागि यो लगायो भने यो लगाइदिने यसमा टाइमिङ लेख्ने है ल यो त्यसको मेन यसमा चाहिँ टाइमिङ लेखेको हुनुपर्छ है यो टाइमिङ चाहिँ क्लियर रूपमा यसमा चाहिँ टाइमिङ यसको मेन जान्नुपर्ने भनेको टाइमिङ कतिखेर राखेको हो यो टाइमिङ यसको टाइमिङ थाहा पाउने है कम्तीमा कति समय राख्नुपर्छ यसको यति समय भन्नु भने नजिकको स्थान छ हस्पिटल नपुगेसम्मलाई जस्तै छिटोभन्दा छिटो हामीहरूले चाहिँ सम्बन्धित नजिकको हस्पिटल अथवा स्वास्थ्य चौकीमा पुर्याउनेसम्म उसलाई चाहिँ टाइमिङ थाहा हुन्छ कि हजुर यतिसम्म राखेको भनेर है यो यतिको भ्याल्यु यो सेट भइहाल्यो टेम्परेचर चेक गर्नुको लागि है थाहै छ अहिले त घर घरतिर पनि राखेको हुन्छ यो दुईटा कोभिडको बेला है त्यही ल यस्तो यस्तो हुन्छ है एसपिएट हजुरको के अरे 80 भन्दा माथि जस्तै 90 100 60 अरे 100 98 यस्तो हुन्छ होइन अनि रेस्पिरेसन श्वास प्रश्वासमा चाहिँ हजुरको कस्तो हुन्छ 60 भन्दा 100 60-100 को बिचमा हुनुपर्छ है 60-100 को बिचमा हुन्छ अब रेस्पिरेसन भनेको अब 21 22 23 25 अब त्यो कति आफूले त्यो चेक गरेर 16 25 त्यो चाहिँ हामीले 25 सेकेन्ड यसरी चाहिँ हामीले आफूले काउन्टिङ गरेर गर्न मिल्यो है यो बिपी सेट भइहाल्यो बिपी सेट युज गर्न गरेर देखाउनुपर्छ त हजुरले फर्स्ट एडमा बिपी सेट भयो त कहाँ गर्नु छ त्यो अब फर्स्ट एड अघि भने त्यही भएर पनि धेरै यसको बारेमा जानकारी नदिया के हो प्रयोग गरेर भनेर अघि नै हामीले टिप्ने कुरो यो चाहिँ खास युट्युबलाई हुँदैन यसको युट्युबमा युज गर्नुको तरिका चाहिँ हामीले खाने काम मात्र हो त्यही खानेर केही उसलाई चाहिँ पुर्याउने काम मात्र हो यसरी युज गरेर हामीले है मान्छेलाई सुतालेर खै त बिरामी एउटा आउँछ भाइ ल बिरामी ल ल ल आज सानो चाहिँ आउनु पर्यो अलि सानो भए बोकेर डुल्न सजिलो हुन्छ ल क्यामेरा बोक्नेलाई हुन्थ्यो डोरी हामी युज गरेर अथवा लहराहरू युज गरेर लक्ष्यहरू प्रयोग गरेर हामी चाहिँ यसरी चाहिँ यो त एकदम राम्रो रहेछ ल डोरीले त्यतिकै पुरा अहिलेको हजुरको के आएको भने एउटा एसल भेस्ट जस्तै आएको छ कि यहाँ रबर भएको त्यो अब युज हुँदैन अगाडि जान्छु म त राख्ने सर्वप्रथम होइन यसो हुन्छ अड्किन्छ है अड्केपछि हातलाई यसो लाग्छ है अब कन्सियस कुरा बोल्न सक्दै हुँदैन नि त यसो गरेर हुन्छ कि अनि यो गरेर है यसलाई चाहिँ घोप्ट्याउने अनि यहाँ हाल्छ नि यहाँ नहान्ने गरी
यहाँ हामीले 1 2 निकाल्नु है 4 यसरी 5 है यो पनि भएन भने भात आओस् यो हुन्छ यो पोजिसनमा उभिने है अनि यसरी यहाँ यसरी हुन्छ नि यहाँ यो 1 यसरी प्रेस मार्नु यति हुन्छ है 1 2 4 यसरी 5 गरेर पाक्क निकाल्छ है कुनै कपडा यस्तै कपडा नै हो यो होइन यो कपडालाई नि डबल बनाउने होइन यसलाई त छोडियो चिजै भएको यस्तै कपडा छ भने यो कपडालाई डबल गर्ने है यसरी है बाक्लो बनाउने यसरी बाक्लो बनाउने बाक्लो बनाएर पहिला पुरै कपडालाई चाहिँ पहिला राख्ने है जहाँ जतिसम्म त्यो चाहिँ अब हुनु न काटिएको छ अथवा जे भएको छ त्यसलाई चाहिँ पुरै रूपमा राख्ने राख्ने नरम कपडा राख्ने र त्यसलाई बाँध्ने त्यही भन्ने हजुरले अब त्यसलाई अब सक्यो भने त अब स्टलाइज भन्छ अब हस्पिटलमा त के अरे सेनिटाइजर भन्छ हात दिएर गर्नु भन्छ धेरै भन्छ के रोक्नुको लागि गर्नको लागि त त्यति हो माथि गर्नु नि मिल्यो हात अब माथिको माथि त अब यसो गर्नु यो माथि गर्नु मिल्यो त्यो पनि हो ब्लिडिङ धेरै भयो भने माथि जस्तै धेरै रगत बढिरहेको यहाँ कन्ट्रोलै भएको रहेछ भने यहाँ बाँड्न पनि यसरी कन्ट्रोल गर्ने है ब्लिडिङ ब्यान्डेज भइहाल्यो अब जस्तो त हजुरले हामीले भन्ने दृष्टिमा त फरक हुन्छ यहाँ 10वटा लेयर हुन्छ शान्तिले चक्ने त भने अनुसारको त हुँदैन हानेपछि के हुन्छ त त्यो सिस्टममा आन्द्राहरू त्यहाँ फुटिहाल्यो भने चाहिँ गाह्रो हुन्छ छिटिपिटी फुट्दैन है आन्द्रा बाहिर निस्किन्छ त्यो आन्द्रा बाहिर निस्कियो मान्छे पनि कन्ट्रोल गर्न सकिन्छ कि हजुरहरूको यो कन्ट्रोल गर्न सकिन्छ आन्द्राहरू पनि बाहिर निस्क्यो भने यही आन्द्रालाई यसरी निस्किएको हुन्छ है आन्द्रा है यसरी आन्द्राहरू निस्क्यो भने अब प्रायः जस्तो गोली लाग्यो भने अथवा चक्कु प्रहार गऱ्यो भने यसरी आन्द्राहरू निस्किनु हुन्छ यो आन्द्रालाई चाहिँ हात नलगाएर यही प्याडले चाहिँ यही जतिसम्म जान्छ त्यो स्पेस जति जो हुन्छ नि स्पेसभन्दा बढी चाहिँ नलग्छ जति स्पेस जान्छ नि त्यो स्पेसमा चाहिँ त्यसलाई चाहिँ अब त्यो बाँधेर है त्यसलाई बाँधेर कन्ट्रोल गरेर लानु सकिन्छ त्यसलाई भित्रै पठाउन जति जान्छ पठाउन मिल्यो मिल्यो त्यो जबरजस्ती गर्नु मिलेन मिलेन। जतिसम्म उसले स्पेस लिन पायो त्यसमा जति स्पेस लिएको यसले जतिसम्म स्पेस लिन्छ स्पेससम्म चाहिँ पायो है सिकाएर दिनुपर्छ भन्ने भएन अनि यार के अरे त्यो मुखमा केही अड्केको छैन त्यतिकै मुखमा तानिदिएर भनेपछि हामीले मान्छे ठिक छ त्यसलाई सिपिआर दियो त्यो मान्छेको डेथ पनि हुनसक्छ सक्छ ए त्यो चाहिँ जान्नु पऱ्यो मेरो कुरा जानु पऱ्यो मान्छेको हुँदा हिँड्दै पनि हुन्छ खाएको के कारणले पनि ढलेको हुन्छ कि हजुर त्यो के अरे जो अब बियोस हुन्छ नि हजुर त्यो बियोस चाहिँ त्यो के अरे सबै बन्द भएर पनि भएको हुँदैन उसको केही कारणले गर्दा पनि के अरे चाहिँ ऊ चाहिँ बियोस भएको हुनसक्छ कि हजुर हजुर त्यसो ए हुन्छ त्यो चाहिँ हामीले पहिला सुरु पत्ता लगाउनु पऱ्यो अब अहिले पहिला केस नै पत्ता लाग्नु पऱ्यो कि के मन्डी अथवा तन्नाको चाहिँ स्टेचर अझै गर हेभी मान्छे सुत्ने नि हुन्छ ऊ आर्जन सुत न उचाले लिएर हिँड्न सक्नु पऱ्यो नि ए उचालिहाल्छ लक्कै उचाल ए हेर्छु है यो बलियो हुन्छ मन्डी अथवा लामो पनि तन्नाको मान्छेको स्टेसन नै बनाउन सकिन्छ हामीले डोरी नपाएको खण्डमा स्टेसन नभएको खण्डमा हामीले दुईवटा बाँस अथवा कुनै बलियो दाउरामा चाहिँ यसरी स्टेसन बनाउन सकिन्छ र बिरामीलाई सम्बन्धित ठाउँमा पुग्न सकिन्छ बहुत फास्ट बनाउँछ यसरी सिलाउनै पर्दैन त्यो इमर्जेन्सीमा सिलाउन सक्दै सकिँदैन सिलाउन यो ज्यानले थिच्या हुन्छ त्यो सर्दै सर्दैन ग्यास जोड्छ ग्यास ग्यासले गर्दा
त्यसलाई चाहिँ हामीले चाहिँ 2-3 घन्टाको अन्तरालमा अथवा बिहान जो बस्छ नि त्यो चाहिँ फिडब्याक त्यसको सिम्टम चाहिँ पछि देखिन्छ कि त्यसले चाहिँ सातु भए पनि अथवा जे भयो भने जे पाए पनि थोरै खाइदिनु होला कि खाना लङ टाइम भोकै नभए उहाँले खाने त्यही हो उहाँले खाने त्यही हो त्यही भएर मैले अघि भने बिहान उठेर तातो पानी पुरै खाइदियो 3 घन्टामा 2 घन्टामा अलिकति केही खानेकुरा खाइदियो भने स्वास्थ्यको लागि अलिकति फाइदा हुन्छ होइन